प्वाक अमेरिका, प्वाक इन्डिया, प्वाक चाइना, प्वाक युएमएल, प्वाक कांग्रेस, प्वाक आरएसपी, प्वाक आरपीपी, प्वाक माओवादी भनेर बालेन दाइले स्ट्याटस लेख्नु भएछ। त्यसैलाई बालेन दाइ तपाईले अमेरिका खतम, इन्डिया खतम, चाइना खतम, एमाले खतम, कांग्रेस खतम, रासोपा खतम, राप्रपा खतम, माओवादी खतम लेखेको भए अलिक राम्रो देखिन्थ्यो, सभ्य देखिन्थ्यो। लास्ट लाइनमा तिमीहरू सबै मिले पनि केही नापिँदैन भनेर लेख्नु भएको रहेछ। ठिकै छ त, लेख्न पाइन्छ, तर त्यो प्वाक 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 नलेखेको भए अलिक राम्रो हुन्थ्यो नि त। के आइडी नै ह्याक भयो दाजु? हेर बालेन दाइ, यत्रो दिन हामीले आँखा चिम्लेर समर्थन गरायो, समर्थकलाई पनि बोल्ने ठाउँ राखिदिनु पर्यो नि त। तर दाजु यस्तै हरकत आइराख्यो भने नि त्यहाँ जनताले अर्को पनि एक लाइन थप्नेछन्, प्वाक बालेन भनेर। वाक्य राम्रो भए पनि शब्द चयन गलत भयो भने त्यसको मिठास हुँदैन के दाजु। तर धेरै पेलानमा परेर रिसको झ्वाकमा लेखे पनि तिमीलाई अमेरिकन दलाल, इन्डियाको दलाल भन्नेहरूको मुखमा चाहिँ बुचो लाग्यो है। उताको दलाल हो भने कसैले उतैलाई प्वाक प्वाक लेख्छ त।